दर्शक महानुभावहरूलाई सबै भएर यो खेल अवलोकन गरिदिनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरू, हामी प्रथम स्थानको लागि हुन गइरहेको खेल हाम्रो अतिथिगण म हार्दिक अनुरोध गर्दछु। जर्सी नंबर 4 का उमेश विक, जर्सी नंबर 5 का संदेश राणा, जर्सी नंबर 6 का निशान सुनार, जर्सी नंबर 7 रवि विक, जर्सी नंबर 8 सुमन घरती, जर्सी नंबर 9 सिर्जना इसाक गुरुङ, जर्सी नंबर 8 निशान परियार, जर्सी नंबर 10 विकास थापा, जर्सी नंबर 8 राहुल नेपाली लगाइरहेको छ। साधन पुलाने मगरको समय खेलिरहेको छ। खेलको लागि अङ्क जोड्न सफल वडा नम्बर 2। अंक जोड्न सफल वडा नम्बर 2 का खेलाडी अनुसार नै प्रतिस्पर्धात्मक देखिएको छ। प्रयास वडा नम्बर 3 का खेलाडी साथीबाट र बल आउटसँगै यसको फाइदा वडा नम्बर 2 लाई 3-1। प्रयास राम्रो तर बल आउटसँगै पनि फाइदा वडा नम्बर 2 लाई नै 4-1। यो फाइनल खेल हामीले बेस्ट अफ 5 को आधारमा खेलाइने पनि यहाँलाई जानकारी गराउन चाहन्छु। निकै नै उत्कृष्ट तवरले आफ्नो खेल कौशल प्रस्तुत गर्दै अङ्क वडा नम्बर 3 2-4। तर बल आउट समय त्यसको फाइदा वडा नम्बर 2 लाई 6-2। प्रयास राम्रो तर असफल समय फाइदा वडा नम्बर 2 लाई 9-5। साथीबाट राम्रो प्रयाससँग वडा नम्बर 3 9। सँगै अङ्क वडा नम्बर 2 लाई 10-6।
यसको फाइदा वडा नम्बर 3 लाई 7-10 वडा नम्बर 3 लाई साथीबाट सँगै खातामा अङ्क जोड्न सफल 9-11 सँगै पनि आफ्नो खातामा राम्रो स्ट्राइक सँगै आफ्नो यसको फाइदा वडा नम्बर 2 लाई 13-11 सफल सँगै यसको फाइदा फेरि पनि वडा नम्बर 2 लाई 14-11 3 लाई 12-14 Darale, Ryan, इसे फर्स्ट गेम वाले जा सुरु चमचम सुरु 15 टाइम जाए टनले चाहिँ 15 रन भ्याले खिलाड़ी साथी हार्दिक अपील गर्दछौँ यहाँहरू सबै दर्शक भएर यो खेललाई अवलोकन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु दोस्रो टाइम आउट सँगै फेरि पनि आफ्नो खातामा जोड्न सफल अङ्क वडा नम्बर 3 14-19 14-19
उत्कृष्ट प्लेसिङ सँगै डिफेन्स उत्कृष्ट रह्यो वडा नम्बर 3 को लगातार दोस्रो अङ्क जोड्न सफल 15-19 खातामा अङ्क थप्न सफल 16-19 पहिलो खेलाडी साथीबाट बलसँगै उसको फाइदा वडा नम्बर 2 लाई 20-14 राम्रो स्ट्राइक वडा नम्बर 3 उसको फाइदा वडा नम्बर 3 लाई नै 17-20 वडा नम्बर 2 का खेलाडी साथीबाट उत्कृष्ट प्रहारसँगै आफ्नो खातामा अङ्क जोड्न सफल 21-17 वडा नम्बर 2 लाई 22-17 पहिलो सेट चलिरहेको छ सर्भिस काट्न सफलसँगै फाइदा वडा नम्बर 3 लाई 18-22 चौथो अध्यक्षको अन्तर्गतको यो फाइनल खेलको पहिलो सेट सञ्चालन भइरहेको छ स्ट्राइक थियो तर बल आउटसँगै यसको फाइदा तीनटा खेलाडी साथीबाट निकै नै उत्कृष्ट प्रहारसँगै आफ्नो खातामा अङ्क जोड्न सफल 19-23 त्यस्तैमा राम्रो ब्याटसँगै फेरि पनि अङ्क जोड्न सफल वडा नम्बर 3 20-23 फाइदासँगै परिमाण अङ्क जोड्न सफल वडा नम्बर 2 टिमलाई पक्कै पनि हौसला प्रदान गरिदिनुभएको छ एउटा सबै नागरिकको हैसियतले यहाँहरू सबै भाषामा समर्थन गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु अङ्क जोड्न सफल वडा नम्बर 2 सेट पोइन्ट वडा नम्बर 2 को लागि सेट पोइन्ट 24-21 राम्रो स्ट्राइकसँगै वडा नम्बर 3 अङ्क जोड्न सफल 22-24 अझै पनि वडा नम्बर 2 को लागि सेट पोइन्ट रहेको छ खेलाडी साथीको बलसँगै उसको फाइदा वडा नम्बर 2 लाई यससँगै पहिलो अङ्क वडा नम्बर 3 लाई 1-0 Yes.
उत्कृष्ट ब्लक त्यसको फाइदा वडा नम्बर 3 लाई 2-0 तपाईँले मागेर हान्नु लगान चाँद भाइ प्रयास सफल सङ्गीतको फाइदा उडा राम्रो थियो प्रचार गराउने तर विफलसँगै खाली ठाउँमा सर्भिस बल खसाल्ने प्रयास राम्रो थियो तर बल आउटसँगै यसको फाइदा वडा नम्बर 3 लाई 7-4 जर्सी नम्बर 3 का खेलाडी साथीबाट सँगै अङ्क उत्कृष्ट प्रहार वडा नम्बर 3 का खेलाडी साथीबाट 8-5 पहिलो टाइम आउटसँगै वडा नम्बर 3 ले अङ्क जोड्न सफल भएको छ 9-8 सर्भिस आउट वडा नम्बर 3 का खेलाडी परिवर्तन जर्सी नम्बर 6 को ठाउँमा जर्सी नम्बर 1 परिवर्तन गरिएको छ मैदान प्रवेश गरेसँगै पहिलो सर्भिस बल गर्न सफल यसको फाइदा वडा नम्बर 2 लाई 9 बराबर आफ्नो टिमको लागि अङ्क बढाउन सबै खेलाडी साथीहरू आतुरी अवस्था छन् लगातार अङ्क जोडिरहेको छ वडा नम्बर 2 खेलाडी परिवर्तन जर्सी नम्बर 1 को ठाउँमा जर्सी नम्बर 6 उत्कृष्ट प्रहार उत्कृष्ट डिफेन्स वडा नम्बर यसैले वडा नम्बर 3 का खेलाडी साथीले चलाकी गर्न ढुङ्गाले प्रेसिङ गर्दै आफ्नो खातामा अङ्क गर्न सफल 10-11 अङ्क वडा नम्बर 2 लाई 12-10 फाइदा वडा नम्बर 2 लाई 13-10 उत्कृष्ट स्पाइक प्रहार वडा नम्बर 3 का खेलाडी साथीबाट सँगै अङ्क 11-13 खेलाडी साथीबाट उत्कृष्ट प्रयाससँगै अङ्क दर्शकको पहिचान यहाँहरूले पक्का पनि देखाउनुहुनेछ यो खेल हामीले विभिन्न प्रत्यक्ष रूपमा प्रसारण गरेर पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ फेरि पनि अङ्क वडा नम्बर 2 लाई 15-11 यहाँहरूले आफ्नो टिमलाई समर्थन गरिरहँदा एउटा सभ्य भाषा प्रयोग गरेर
समर्थन गरिदिनुको लागि म यहाँबाट हार्दिक अनुरोध गर्दछु। बहुत उत्कृष्ट प्रहार वडा नम्बर 3 का खेलाडी साथीबाट सँगै यसको फाइदा वडा नम्बर 3 लाई 12-15। बललाई क्रस गराउँदै आफ्नो खातामा अङ्क गर्न सफल वडा नम्बर 2 का खेलाडी। वडा नम्बर 2 का खेलाडी साथीबाट बलसँगै यसको फाइदा वडा नम्बर 3 लाई 13-16। उत्कृष्ट डिफेन्स वडा नम्बर 2 का साथीबाट। आफ्नो खातामा अङ्क चाहिँ सफल वडा नम्बर 2 17-13। फाइदा वडा नम्बर 2 लाई। वडा नम्बर 2 ले जित्न सफल भएको थियो भने यो दोस्रो सेट अगाडि बढेको जानकारी गराउन चाहन्छु। उत्कृष्ट स्ट्राइक खेलसँगै उत्कृष्ट ब्लक खेल निकै नै धम्सी रूपमा अगाडि बढेको छ। उत्कृष्ट स्ट्राइक थियो तर मिस गर्न पुग्यो खेलाडी साथी। वडा नम्बर 2 लाई 20-13। अझ पनि खेलाडी जसको ठाउँमा जाँदा देखिरहेको छ। वडा नम्बर 2 का खेलाडी साथीबाट फलसँगै यसको फाइदा वडा नम्बर 3 लाई 14-20। लङ सर्भिस क्याच राम्रो थियो तर बल आउट सँगै यसको फाइदा वडा नम्बर 3 लाई 15-21। खेलाडी साथी यो भाइ मैले बारम्बार उपदेश गरिरहेको छु। यहाँ दर्शक महानुभावहरू यहाँहरू सभ्य नागरिक हुनुहुन्छ। एउटा सभ्य भाषामा आफ्नो समर्थकहरूलाई समर्थन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। 16-23 हामीले यस खेललाई विभिन्न माध्यमबाट प्रत्यक्ष रूपमा प्रसारण गरिरहेको पनि यहाँलाई जानकारी गराउन चाहन्छु। खेलाडी साथी उत्कृष्ट प्रहार वडा नम्बर 3 का खेलाडी साथीबाट 17-24। पक्का पनि यो खेल दोस्रो सेट प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ। उत्कृष्ट प्रेसिङ गर्दै आफ्नो खातामा फेरि पनि थप्न सफल
वडा नंबर 3 18-24 आफ्नो प्रोग्राममा पार्न सफल भएको छ 18 का विरुद्ध 25 अंक ल्याई यो सेट पर्याप्त हुन्छ वडा नम्बर 3 लगातार 3 वटा सेट जित्नुपर्ने रहेको हामीलाई जानकारी गराउँछौँ सर्भिस कर्ता सबलसँगै यसको फाइदा वडा नम्बर 3 लाई 2-1 खिलाडी साथीबाट सँगैको फाइदा वडा नम्बर 3 लाई 3-1 डिफेन्सको कमजोर सँगै यसको फाइदा वडा नम्बर 2 लाई खिलाडी साथीबाट सँगै आफ्नो खाताको अङ्कलाई बढाउन सफल 4-3 खिलाडी साथीबाट सँगै अङ्क सफल 3 आफ्नो पोल्टामा पार्न सफल भइसकेको छ वडा नम्बर 2 को लागि यो सेट जितेमा उपाधि हात लाग्नेछ भने वडा नम्बर 3 ले 3वटा सेट जित्नुपर्ने आवश्यक रहेको पनि हामीलाई जानकारी गर्दछौँ सँगै अङ्क गर्न सफल वडा नम्बर 3 9 खातामा लगातार अङ्क गर्न सफल 10-5 पक्कै 3 नम्बरवालालाई दबाब रहिरहेको छ आफ्नो विषय आफ्नो प्रोग्राम पार्दै उपाधि ढुङ्गाका लागि प्रतिस्पर्धात्मक रूपमा बढाउनको लागि सरकारी अवस्थामा खेलिरहनु भएको छ त्यस्तै वडा नम्बर 2 का खेलाडी साथीहरू त्यस्तै आफ्नो विषय हातबाट उपाधि जित्ने तर्फमा लागि गर्नु भएको छ यससँगै वडा नम्बर 2 का खेलाडी साथीको फलसँगै फाइदा वडा नम्बर 3 लाई 11-5 खिलाडी साथीबाट सँगै फाइदा वडा नम्बर 3 लाई 12-5
उसको फाइदा वडा नम्बर 2 लाई 6-12 डिफेन्समा कन्भर्ट गर्ने फाइदा वडा नम्बर 2 लाई 7-12 आफ्नो टिमलाई अङ्क गर्न सफल 13-7 angka dari satu alat soda. खेलाडीबाट सँगै आफ्नो खातामा अङ्क थप गर्न सफल 15-8 आगामी सम्पूर्ण दर्शक महानुभाव टिम 16-8 अगाडि रहेको फाइदा वडा नम्बर 3 लाई 17-8 दुईका खेलाडी साथीबाट कुछ पास गर्ने अङ्क खातामा दिन सफल 9-17 खेलाडी अङ्क 18-9 नम्बर 2 का खेलाडी साथीबाट अङ्क दिन सफल 10-18 प्रस्तुत गर्दै अङ्क दिन सफल नम्बर 2 11-18 उपाधि हात लाग्नेछ भने वडा नम्बर पार्नको छु फाइदा वडा नम्बर 3 लाई 20-12
Bola nomor 2 लाई Songdo Ekal. Khiladi साथीबाट समेतको फाइदा र नम्बर 3 लाई 22 Songdo. Bikin bangsa depan kemarin berjaga saya utus profit. Hari ini akan kisah perasaan berjaga saya. Isu di mau dan nomor 3 आपको angka jumlah safal 23 14. छोरी मान्छे पनि नानी बोकेर उठ्दै हेर्नु 23 14. Bola nomor 3 को लागि 24 14. Bisa Prahai kami akan safal. Safal sangai इसको फायदा नंबर 3 लाई समय केसो से 25-15 ले आफ्नो प्रोग्राममा पार्न सफल साथीहरु उसी सँगै यो कौन से सुरु भएको जानकारी गर्दछु किसका साथ प्यार गर्दै हजारौं कतिलाई सफल नम्बर 2 एक शून्य नम्बर 4 और नम्बर 3 का खिलाडीबाट निकै नै उत्कृष्ट प्रहार सँगै अङ्क जोड्न सफल और नम्बर 3 एक बराबर खिलाडी साथीबाट उत्कृष्ट प्रहार सँगै अङ्क जोड्न सफल 2 नम्बर 3 फाइदा नम्बर 3 लाई बोला नम्बर 3 बोला नम्बर 2 1 वस्ले जिल्ला उपाधि यो पक्कै पनि भन्न हामीलाई गाह्रो छ खिलाडी साथीहरुले पनि दुवै तर्फका साथीहरु नम्बर 2 लाई ठाउँमा 10 नम्बर 9 का खिलाडी मैदान प्रवेश गरेको छ
खेलाडी परिवर्तन सँगै अङ्क दिन सफल नम्बर 2-5 खसले विशेष पनि अनि निकै नै सञ्चालन गरिएको छ। यसको फाइदा वडा नम्बर 3 लाई आरसी खेलाडी साथीबाट यसको फाइदा वडा नम्बर 2 लाई 5 स्ट्राइक आउट सँगै यसको फाइदा वडा नम्बर 3 लाई 9-5 खेलाडी साथीबाट सँगै अङ्क 6-9 प्लेसिङ त्यस्तो उत्कृष्ट डिफेन्स 7-9 चौथो फेज चलिरहेको जानकारी गर्दछु। नम्बर 2 ले हात पार्न सफल भएको छ भने एक फेज नम्बर 3 ले हात पार्न सफल भएको छ। चौथो फेज चलिरहेको जानकारी गर्दछु। खेलाडी साथीबाट सँगै अङ्क 10-8 बल प्लेसिङ गर्दै आफ्नो खातामा अङ्क दिन सफल वडा नम्बर 2 का खेलाडी साथी 9-10 बल आउटसँगै फाइदा जस्तो रहेको हामीले अनुमान गरिरहेका छौँ। दर्शक महानुभावहरू आफ्नो टिमलाई समर्थन गर्नको लागि आतुरी अवस्थामा रहेको छ। उहाँहरूले समर्थन 7-12 खेलाडी लगाएर सँगै आफ्नो खातामा अङ्क फेरि पनि दिन सफल 13-10 10
पहिलो टाइम लिएको छ वडा नम्बर 2 का फुटबल खेललाई पनि अगाडि बढाउने छौँ फाइनल खेल त्यसै कारण खेलाडी साथीहरू त्यो तयारी अवस्था राखिदिन सम्बन्धित वडाको खेल संयोजकलाई म हार्दिक अनुरोध गर्दछु। उत्कृष्ट प्रहार तथा उत्कृष्ट विशेष उत्कृष्ट खेल आफ्नो टिमको तर्फबाट प्रस्तुत गरिरहेका खेलाडी साथीहरू अङ्क खोज्नलाई आफ्नो समय प्रयास राम्रो खेलाडी साथीबाट उत्कृष्ट प्रहार सँगै अङ्क वडा नम्बर 3 लाई 16-11 वडा नम्बर 2 का खेलाडी साथीको फल सँगै फाइदा वडा नम्बर 3 लाई 17-11 त्यो उमेर खेलेर नि राष्ट्रपति अब एक बल चाहिने खाली ठाउँमा बल फसाउन सफल वडा नम्बर 3 का खेलाडी साथी 19-14 10 नम्बर 1 का खेलाडीबाट उत्कृष्ट प्रयास फाइदा वडा नम्बर 3 लाई 20-16 खेलाडी साथीबाट उसले 17 खेलाडी साथीबाट फाइदा वडा नम्बर 23-17 Bota
पोइन्ट प्राप्त गर्न सफल भइसकेको छ वडा नम्बर 3 24-18 आफ्नो टिमले समर्थन गर्नको लागि निकै नै उत्साहित रहेका हामी अनुमान गरेका छौँ। अहिले अङ्कको लागि घनसाघनको रूपमा खेलाडी साथीले खेल प्रस्तुत गरिरहनु भएको छ। यससँगै वडा नम्बर 2 का खेलाडी साथीको फलसँगै 5औं सेटमा पहिलो अङ्क खोज्न सफल वडा नम्बर 3 1-0। राम्रो थियो नि सँगै अङ्क 3 बराबर फाइनल सेट पक्कै पनि घनसाघनको रूपमा अगाडि बढ्नेछ। खेलाडी साथीबाट सँगै अङ्क जोड्न सफल 4-3। यसको फाइदा वडा नम्बर 3 लाई 5-3। खेलाडी साथीबाट फलसँगै पहिलो आशंका गर्न सफल वडा नम्बर 3 8-3 निकै नै उत्कृष्ट स्पाइक यस्तो उत्कृष्ट ब्लक खेलाडी साथीहरूबाट सँगै अङ्क जोड्न सफल 9-3 उत्कृष्ट प्रहार वडा नम्बर 2 का खेलाडी साथीबाट सँगै अङ्क 5-9।
9 खेलाडी साथीबाट सँगै 10 छ पाँचौं सेट खेलाडी साथीहरू 11-6 राम्रो प्रहार दुईटा खेलाडीबाट सँगै अङ्क थप्न सफल यसको मैदानमा बनाउने टिमलाई 12-6 सफल नम्बर 13-7 राम्रो प्लेसिङ सकारात्मक रूपमा अगाडि बढिरहेको छ 8-13 आफ्नो खातामा यो म्याचको टिमका खेलाडी साथीहरू म्याच पोइन्ट 8 र नम्बर 3 को लागि म्याच पोइन्ट जोगाउन नम्बर 3 का खेलाडी साथीको नम्बर अब एकै हो होइन सकिन सक्छ 10-14 लगातार 2 सेट हार्ने पनि लगातार 3 सेट जिते आफ्नो खेलमा पार्न सफल उपाधि आफ्नो खेलमा पार्न सफल नम्बर 2 का खेलाडी साथीहरू 3 का खेलाडी साथीहरूलाई हार्दिक बधाई। नम्बर 2 का खेलाडी साथीहरू पनि जिते